आज सोयाबिन र गेडागुडीको तरकारी बनाऊ। एकदमै सजिलो तरिका, सिम्पल एन्ड टेस्टी। कहिलेकाहीँ साधारण देखिने तरकारी पनि खाँदा एकदमै मिठो हुन्छ अनि हाई प्रोटिनले भरिएको पनि हुन्छ। म चाहिँ कराईमा बनाउँदैछु। कराईमा तेल बसालेर सोयाबिनलाई चाहिँ नभिजाइकन यत्तिकै फ्राई गरेर निकालिदिन्छु। अब बचेको यो तेलमा नै पन्चफोरन, हिङ, खुर्सानी फुराएर प्याज पनि फुराइदिन्छु। प्याजलाई एकछिन भुटिसके पछाडि आलु अनि गेडागुडीलाई राखेर फेरि एकछिनसम्म मजाले फ्राई गरिदिने। गेडागुडीमा चाहिँ मैले धेरै थरीको गेडागुडीहरू मिसाएर भिजाएको छु। यो छोरीलाई खाजा दिन पनि हुन्छ अनि हामीलाई खान पनि हुन्छ। अब यसमा मसलाहरूमा जिरा धनियाँको धुलो, बेसार, नुन, अदुवा लसुनको पेस्ट अनि टिमुर हालेर मजाले चलाएर एकछिनसम्म छोपेर पकाइदिने। यसो गर्दा मसला सबैतिर लाग्न पाउँछ। त्यसपछि गोलबेडा हालेर फेरि यसलाई मजाले एकछिनसम्म चलाएर पानी राखेर यसलाई चाहिँ कुकरमा सिटी लगाइदिनु पर्दछ। पानी कति राख्ने त्यो आफूले कतिको ग्रेभी खाने हो त्यो हिसाबले राख्न सकिन्छ। माथिबाट अघि फ्राई गरेको सोयाबिनलाई पनि राखेर मजाले चलाएर कुकरमा सिटी लगाइदिने। 3-4 सिटी लगाएपछि यो मजाले पाकिहाल्छ। मैले चाहिँ आलु खुडेर लिएको छु। मलाई यत्तिको झोल भयो ठिक्क हुने भएकोले पानी थपिन आज। भातसँग खाँदा यस्तो धेरै मिठो हुन्छ यो। हजुरहरूले कसरी बनाउनुहुन्छ?